जस्तै आज पनि हामीले नयाँ भिडियो लिएर आइसकेका छौँ। अस्ति हामीले प्रश्न नम्बर 30 सम्म गरेका थियौँ भने आज प्रश्न नम्बर 31 देखि गर्नेछौँ। तपाईलाई मध्य प्रदेशको विशेष नोटका लागि चाहिँ यो दिएको नम्बरमा चाहिँ व्हाट्सएप गर्न सक्नुहुन्छ। ढिला नगरी प्रश्नतर्फ जाउँ। प्रश्न नम्बर 31 मा रहेको छ सामुदायिक वनको खण्ड विभाजन कुन आधारमा गर्न सकिन्छ भनिएको छ। सामुदायिक वनको खण्ड चाहिँ कसरी विभाजन गर्न सकिन्छ, त्यसका आधारमा गर्न सकिन्छ भनिएको छ। एमा वनको अवस्थाको बा, बीमा भू बनावट, सीमा क्षेत्रफल, डीमा माथिका सबै भनिएको छ। हाम्रो के त वनको अवस्था पनि हेरिन्छ, भू बनावट पनि हेरिन्छ, क्षेत्रफल पनि हेरिन्छ भने यो चाहिँ के हुन्छ त माथिका सबै चाहिँ हेरेर चाहिँ सामुदायिक वनको चाहिँ खण्ड विभाजन गर्न सकिन्छ। यसको राइट एन्सर रहेको छ डी। त्यसैगरी प्रश्न नम्बर अर्कोतर्फ जाउँ। जैविक विविधतालाई कति भागमा बाँड्न सकिन्छ भनेको छ। ए मा 2, बी मा 3, सी मा 4, डी मा 5 भनेको छ। जैविक विविधता चाहिँ हामी कति भागमा बाँड्न सक्छौँ त 3 भागमा बाँड्न सक्छौँ। केसमा त एउटा वंशाणु भयो, एउटा पारिस्थितिक भने अर्को चाहिँ प्रजाति यो चाहिँ तपाईले टिपोट गर्नु होला हैन। तीनटाको चाहिँ तीनटालाई चाहिँ भाग बाँड्न चाहिँ सकिन्छ यसलाई। यसको राइट एन्सर रहेको छ बी। त्यसैगरी प्रश्न नम्बर अर्कोमा रहेको छ नेपालको सबैभन्दा पहिले घोषणा भएको वन संरक्षण क्षेत्र कुन हो भनिएको छ। नेपालको सबैभन्दा पहिले घोषणा भएको वन संरक्षण क्षेत्र ए मा रहेको छ काँक्रेबिहार, बी मा बसन्त, सी मा खाता, डी मा माथिका सबै भनेको छ। नेपालको सबैभन्दा पहिले घोषणा भएको चाहिँ हाम्रो के हो त काँक्रेबिहार हो, जहाँ कुन प्रदेशमा रहेको छ त कर्णाली प्रदेशमा रहेको छ भने कुन जिल्ला त सुर्खेत जिल्लामा रहेको छ, जसको क्षेत्रफल 175 हेक्टर चाहिँ हाम्रो के रहेको छ त क्षेत्रफल रहेको छ। अर्को प्रश्नतर्फ जाउँ हैन। काठ उत्पादन गर्ने लक्ष्यले छुट्याइने माउ रुख कस्तो हुनु हुँदैन भनेको छ। ए मा छिटो बढ्ने, बी मा सोझो काण्ड भएको, सी मा हाँगाहरू पातलो भएको, डी मा हाँगा बाक्लो भएको भनेको छ। काठ उत्पादन गर्नको लागि के हुनु पर्यो त सोझो काण्ड भएको हुनु पर्यो। दाउराको लागि हाम्रो के हुनुपर्छ त दाउराको लागि चाहिँ हाम्रो के हुनु पर्यो त बाक्लो चाहिँ हाम्रो के हुनु पर्यो त हाँगा हुनुपर्ने हुन्छ। घाँसको लागि चाहिँ पात चाहिँ बाक्लो हुनुपर्छ। घाँसको लागि चाहिँ पात बाक्लो हुने गर्नुपर्छ। यसको राइट एन्सर रहेको छ बी। त्यसैगरी प्रश्न नम्बर अर्कोतर्फ जाउँ। वन क्षेत्रको गस्ती गर्दा ध्यान दिनुपर्ने कुरा तलका मध्ये कुन होइन भनिएको छ। ए मा एक्लै गस्ती गर्नु, बी मा गस्ती जानु भन्दा पहिले तालिम लिने, सी मा घाइते जनावरको बारेमा सतर्क रहने, डी मा जंगली जनावरको आक्रमणमा सतर्क हुने भनिएको छ। हाम्रो चाहिँ गस्ती कहिले पनि एक्लै जानु हुँदैन, कम्तीमा 2 जना चाहिँ के हुनुपर्छ त मानिस हुनुपर्छ। 2 जना व्यक्ति भएर मात्र गस्ती जान सकिन्छ, एक्लै चाहिँ गस्ती जानु हुँदैन। यसको राइट एन्सर रहेको छ ए। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको प्रतिवेदन अनुसार नेपालमा कति प्रजाति बाहे मिचा प्रजातिहरू रहेका छन् भनिएको छ। ए मा 30, बी मा 26, सी मा 29, डी मा 23 भनिएको छ। हाम्रो पहिला चाहिँ कति थियो त पहिला 27 थियो भने अहिले हाम्रो 29 भएको छ। यसको राइट एन्सर सी। राष्ट्रिय बाघ गणना 2025 कुन संरक्षित क्षेत्रबाट सुरु गरिएको छ भनेको छ। अहिलेको हाम्रो बाघ गणना सुरु कति हो त 5औं हो। बाघ गणना कति वर्षको अन्तरालमा गरिन्छ त अन्तराल चाहिँ हाम्रो 4 वर्षको चाहिँ अन्तरालमा गर्ने गरिन्छ। कुन संरक्षित क्षेत्रबाट भएको छ त 5औं गणना। ए मा चितवन, बी मा बाँकेरानी, सी मा शुक्लबाटा रानी, डी मा बर्दिया रानी भनिएको छ भने हाम्रो चाहिँ चितवन राष्ट्रिय निकुञ्जबाट चाहिँ के भएको छ त सुरु गरिएको छ। त्यसैगरी प्रश्न नम्बर अर्कोतर्फ जाउँ। विकास ढाँचा कुन प्रयोजनका लागि प्रयोग गरिन्छ भनेको छ। ए मा व्यापारिक बिक्रीका लागि, बी मा विकास निर्माण प्रयोग हुने काठमा, सी मा लिलामी बिक्री गरेको काठमा, डी मा निजी वनको काठ ढुवानीका लागि भनिएको छ। हाम्रो चाहिँ काठ ढाँचा चाहिँ हाम्रो केसमा प्रयोग हुन्छ त छपानमा। जा ढाँचा चाहिँ हाम्रो केसमा हुन्छ त घाटगद्दी
सम्म ल्याउनको लागि चाहिँ प्रयोग गरिन्छ भनेपछि बिक्री टाँचा चाहिँ बिक्री वितरणका लागि बिक्रीकै लागि हुन्छ भनेर बुझौँ भने हाम्रो विकास टाँचा चाहिँ विकास निर्माणका लागि चाहिँ प्रयोग हुने काठमा चाहिँ प्रयोग गरिन्छ। यसको राइट एन्सर रहेको छ बी विकास निर्माणको लागि। राष्ट्रिय योजनाहरू चाहिँ सुचारू गर्दा वा त्यस्तो बेलामा चाहिँ काठहरू आवश्यक पर्ने हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हाम्रो बबी विकास टाँचा चाहिँ प्रयोग गर्ने गरिन्छ। यसको राइट एन्सर रहेको छ बी। त्यसैगरी अर्को प्रश्नतिर जाउँ। नेपालमा राष्ट्रिय बाघ गणना कति वर्षको अन्तरालमा गरिन्छ भनिएको छ। अघि मैले भनिसकेँ एमा 4, बीमा 5, सीमा 6, डीमा 7 भनेको छ। बाघ गणना चाहिँ हाम्रो 4 वर्षको अन्तरालमा गरिन्छ। यो चाहिँ गैंडा 5 वर्षको अन्तरालमा गरिन्छ। अर्ना 3 वर्षको अन्तरालमा गरिन्छ भने हात्ती पनि 3 वर्षको अन्तरालमा गर्ने गरिन्छ। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। माउ रुखमा हुनुपर्ने आधारभूत गुण तलका मध्ये कुन हो भनिएको छ। एमा स्वस्थ र रोग किरामुक्त, बीमा परिपक्व, सीमा उर्वरा र स्वास्थ्य जमिनमा हुर्किएको, डीमा माथिका सबै भनिएको छ। हाम्रो चाहिँ के त रोगमुक्त, स्वस्थ पनि हुनु पर्यो, परिपक्व पनि हुनु पर्यो, स्वस्थ जमिनमा हुर्किएको, उर्वरा शक्तिमा भएको हुनु पर्यो। यसको राइट एन्सर रहेको छ डी माथिका सबै। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। दिएका मध्ये कुन वन ऐन 2076 अनुसार राष्ट्रिय वन होइन भनिएको छ। एमा कबलिती वन, बीमा साझेदारी वन, सीमा संरक्षित वन, डीमा सामुदायिक वन भनिएको छ। हाम्रो कबलिती वन के हो त राष्ट्रिय वन नै हो। साझेदारी वन पनि राष्ट्रिय वन नै हो। संरक्षित वन चाहिँ हाम्रो के हो त होइन। सामुदायिक वन पनि हाम्रो के हो त राष्ट्रिय वन हो। यसको राइट एन्सर रहेको छ सी संरक्षित वन चाहिँ हाम्रो के हो त राष्ट्रिय वन होइन। त्यसैगरी अर्को प्रश्नतिर जाउँ। दिएको मध्ये कुन जडीबुटी प्रजाति हो भनिएको छ। एमा सिसौँ, बीमा पैयुँ, सीमा चिराइतो, डीमा कर्मा। एउटा कुन प्रदेशमा सोधिसकेको छ। हाम्रो चाहिँ के हो त चिराइतो चाहिँ जडीबुटी हो, अरू चाहिँ होइन। नेपालको सबैभन्दा पछि स्थापना भएको छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति कायम भएको छ भनेको छ। पछि हाम्रो यो छायानाथ राष्ट्रिय निकुञ्ज जुन सेप फोक्सोङको राष्ट्रिय निकुञ्जदेखि टुक्रिएर चाहिँ मुगु जिल्लामा रहेको चाहिँ छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ भनिएको छ। एमा 906 वर्ग किलोमिटर, बीमा 943 वर्ग किलोमिटर, सीमा रहेको छ 843 वर्ग किलोमिटर, डीमा 177 वर्ग किलोमिटर भनिएको छ। हाम्रो चाहिँ छायानाथ राष्ट्रिय निकुञ्ज कति रहेको छ त 843 वर्ग किलोमिटर रहेको छ भने यसको राइट एन्सर रहेको छ सी हाम्रो मध्यावधि चाहिँ हाम्रो कति रहेको छ त 177 वर्ग किलोमिटर रहेको छ। यसरी सम्झन सकिन्छ। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। मुगुको छायानाथ राष्ट्रिय निकुञ्ज कुन संरक्षित क्षेत्रबाट टुकारेर स्थापना गरेको हो भनेको छ। कुन राष्ट्रिय निकुञ्जबाट टुक्रिएर बनेको हो भनेको छ। एमा अपिनपा संरक्षण क्षेत्र, बीमा फोक्सोङ राष्ट्रिय निकुञ्ज, सीमा रारा राष्ट्रिय निकुञ्ज, डीमा बाँके राष्ट्रिय निकुञ्ज भनिएको छ। हाम्रो चाहिँ सेप फोक्सोङ राष्ट्रिय निकुञ्जबाट चाहिँ टुक्रिएर बनेको जुन नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो। अहिले पनि सबैभन्दा ठुलो नै छ है टुक्रे पनि। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। सब डिभिजन वन कार्यालयको प्रमुख को हुन्छ भनेको छ। सब डिभिजन वन कार्यालयको चाहिँ प्रमुख को हुन्छ। डिभिजन वन कार्यालयको प्रमुख चाहिँ हाम्रो डिभिजन वन अधिकृत भयो जस्तै सब डिभिजन वन कार्यालयको प्रमुख को हुन्छ भनेको छ। एमा डिभिजन वन अधिकृत, बीमा सहायक वन अधिकृत, सीमा रेन्जर, डीमा अधिकृत भनिएको छ। हाम्रो चाहिँ पहिला के भन्ने गर्छौँ त सहायक वन अधिकृत भन्ने गर्थ्यौँ भने अहिले हामी वन अधिकृत भन्ने गर्छौँ। अहिले चाहिँ परिवर्तन भएको छ, हामी वन अधिकृत भन्ने गर्छौँ। यसको राइट एन्सर रहेको छ डी। आजलाई यति नै। भोलि थप अर्को भिडियो आउने नै छ। अहिलेलाई छुट्यौँ। हस्, धन्यवाद।